मलाई यो हरूले दिएको मेरो स्टिक निकाल्नको लागि मात्रै म दुःख गरेर आएको मेरो हातमा स्टिल हाल्यो काम पनि कसैले दिँदैन फेरि उनीहरू जोड्न सक्छ नि यो टिका मलाई नराख भने पनि म बिहानमा 30-35 हजार त पर्छ मलाई यो अर्काले दिएको विदेशमा बस्ने मान्छेले पैसा पठाएर किनिदिएको हो तपाईँ घरमा चाहिँ को छ त बाबु र मात्रै बसेर म मात्रै श्रीमान चाहिँ श्रीमान अहिले घरै हुनुभयो लमजुङमै हुनुहुन्छ नानी चाहिँ कति वर्षको छ 2 वर्षको छोरा कि छोरी छोरा अनि कस्तो जिम्मा दिएर तपाईँ बाटोमा त्यतिकै होला नि कसैले हेर्दा होला नि बच्चा म आजदेखि आउँदिनँ नि मलाई आज यो लान दिदी के राख्नुहुन्छ तपाईँ गाडामा चाहिँ चपेटे पानी मात्रै हो अनि पानी अब यो गाडा लगेर के गर्नुहुन्छ कहाँ जानुहुन्छ तपाईँ गाडा लगेर म बरु जति हुन्छ त्यति कोठाकै अगाडि बसिरहन्छु नि तपाईँ कोठा चाहिँ कता दिदी नभए हुँदैन नभए घर लिएर जान्छु घरमा व्यवसाय गर्छु नि गाउँमा तपाईँ कोठा चाहिँ कता छ कोठा थापाथलीमा थापाथलीमा सुकुम्बासी टोलमा मेरो हेर्नु न यस्तो भाँच्यो र स्टिल छ यहाँबाट कति दुख्छ मलाई के भएर भाँच्यो दिदी गाडी एक्सिडेन्ट मलाई आज यो लान दिनुभयो भने म अबदेखि कहिले त्यो रोडमा आउँदिनँ मलाई आज एकदिन छोड्नु दिनु न बाटोमा कति पिछो भएर र पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर साहब हर्क साम्पाङज्यूले पनि उहाँलाई सहयोग गर्नुभएको छ उहाँले 1 महिनाको तलब भनेर 50,000 रुपैयाँ पठाउनु भएको छ त्यो रकम पनि मसँगै छ म त्यो रकम पनि म उहाँलाई हस्तान्तरण गर्नेछु शर्मिला तामाङजीलाई मेयर साहबलाई अब के भन्न चाहन्छु भने जति पनि अब यो काठमाडौँको फुटपाथ छ नि त धरान पनि छ फुटपाथ हैन म गएको छु धरान अब धेरै ठाउँ नघुमे पनि बजार एरियामा बसपारक एरियामा गएको छु तर त्यहाँ पनि छ फुटपाथ पसल तर अब हटाउने नहटाउने उहाँको ठाउँमा छ हटाए पनि एउटा व्यवस्थित गरेर पहिला काठमाडौँ जस्तो काठमाडौँमा बसेको हामी सडक पेटीमा बसेर गुजारा चलाउनेलाई जस्तो आँसु धरानमा बस्नेलाई नगर्नु होला हैन मैले त्यही भन्न चाहन्छु अब जसरी बालेन दाइले हजुर सारालाई रुवाउनु भयो नि त्यसरी नै चाहिँ नरुवाउनु होला